सो हेलो गाइस, सन्चै आरे हुन्छ सबैजना। हामी पनि सन्चै आरेमै छौँ। सो गुड मर्निङ है। आज चाहिँ हामी चाहिँ होइन आज भिमाततिर जाँदैछौँ। आज हाम्रो नयाँ फ्याक्ट्री पानीको फ्याक्ट्री छ होइन, त्यतिर हामी घुम्न आज ओपनिङ पछि हुँदैछ। त्यही पनि आज हामी भ्रमण जान आएको। सो घुम्न दाइ म ड्याडी। सो हजुरलाई फेरि हाम्रो नेक्स्ट भिडियोमा स्वागत छ तपाईँलाई। त्यहाँले अगाडि भनिनँ केही छैन। हामी त बिस्तारै बिस्तारै तपाईँलाई म लोकेसन देखाउँदै जान्छु। तपाईँहरूलाई पानी केही चाहियो भने दाइसँग कन्ट्याक्ट गर्नु, नम्बर पनि छोडिदिन्छु। हजुरलाई पानीहरू चाहियो भने हाम्रो अब 15-20 दिनपछि हाम्रो ओपनिङ हुँदैछ पानीको। आज चाहिँ त्यो ठाउँमा देखाउँदैछु। खास त भिमातमा छ हाम्रो चाहिँ होइन। यहाँ चाहिँ म हजुरलाई लोकेसन देखाउँछु। हजुरले हेर्दै जानुहोस्। पानीहरू चाहियो भने हामीलाई कन्ट्याक्ट गर्नुहोस् है। आज हाम्रो पानी फ्याक्ट्री पनि हेर्नुहोस् कस्तो छ भनेर। हाम्रो खुदी खोला भने नर्चोक भन्छ यसलाई। चाहिँ हामी सिधा पानी यहाँ अगाडि पानीको बिजुली तिर्ने छ। यहाँ चाहिँ पानी अफिस चाहिँ भइहाल्यो। यहाँ चाहिँ पानीहरू तिरिन्छ नि त। अर्को चाहिँ यो नगरपालिकाको पानी हो कि फेरि यो चाहिँ। हामी यसरी अब यहाँबाट हुँदै भन्नाडिक निस्किन्छौँ। भन्नाडिक हुँदै अनि त्यहाँ सल्लाह लाएर चाहिँ हाम्रो गन्तव्यमा पुगिन्छ। तपाईँ राष्ट्रिय परिचय पत्र चुज गर्नु छ नि, यहाँ हुन्छ यहाँ कि तल यो तल यहाँ छ। विश्वविद्यालय यहाँ चाहिँ यो विश्वविद्यालय, यहाँ चाहिँ युनिभर्सिटी, यहाँ के पढ्नुपर्छ यहाँ हुन्छ। आज चाहिँ सिधै यहाँबाट भन्नाडिक निस्किन्छौँ। यहाँबाट पावर हाउस माथि पो भिन्न भन्नाडिक होइन। दाइले गाडी चलाउनु हुन्छ, ड्याडी पछाडि बस्दै हुनुहुन्छ। सो पावर हाउस निस्किन्छ। अब यहाँ चाहिँ सिफ्ट हुन्छ। अस्ति अब यहीँ होइन तपाईँहरू यहाँ गाडी मोडेन हामीले पहिलाचोटि कि तल्लो त्यही थियो। पावर हाउसतिर यस्तो निस्किन्छ। अस्ति त्यो हाम्रो बोतल स्विच च्यालेन्ज थियो, त्यो चाहिँ धेरै राम्रो भयो। सबले माया गरिदिनु भयो, त्यसमा चाहिँ धेरै खुसी लाग्यो। त्यसरी नै सबै यो भिडियोमा पनि आउने भिडियोहरूमा पनि सबै माया गरिदिनुहोस् होइन। सबले सेयरहरू गरिदिनु पऱ्यो होइन, सब्सक्राइबहरू गरिदिनु पऱ्यो। त्यसरी सबैजनाले माया गरिदिनुहोस् न। अनि बल्ल भिडियोहरू बनाउन नि इन्ट्रेस्ट लाग्छ। सबले माया गर्नु हुँदैन अनि भिडियो बनाउने अलिक अल्छी लाउने क्या है। हेर्नु अब सबैले माया गरिदिनु पऱ्यो। सबै सपोर्ट गर्दै गयो भने केही त बनिएला एक दिन होइन। त्योहरू चाहिँ हाम्रो अहिले सपोर्ट चाहियो क्या मलाई चाहिँ। सो सपोर्ट गरिदिनुहोस्, माया गरिदिनुहोस्। त्यही हो, सेयर सब्सक्राइब लाइक सबै गरिदिनुहोस् है। आज चाहिँ त्यही अति भन्दै हामी चाहिँ अब हेर्दै बाटो तपाईँ लोकेसन देखाउँदै जाँदैछु होइन। मैले फर्स्ट टाइम जाँदैछु आज होइन। देखाउँ न अब होइन, आफ्नो फ्याक्ट्री देखाउनु पऱ्यो होइन।
एउटा पावर हाउस निस्किन्छ अब यहाँ बनाउँदैछन् क्या सबले चाहिँ बाटो पनि यस्तो नराम्रो यो अब पिच भइसकेको छ भरे त यस यहाँ चाहिँ यहाँ त अब लेफ्ट होइन यतापट्टिको राइट कि लेफ्ट यतातिर तनहुँतिर जानुपर्छ हामी अब धुलेगौडा तलतिर भीमा त्यही यताबाट जानिन्छ हामी साथै त्यस बाटोहरू राम्रै बनाइन्छ यतातिर पिचहरू बनाहान चारैतिर अब पिचहरू बाटोहरू राम्रो राम्रो गर्दै गइरहेका छन् जस ऊ तलपट्टि नि अब हल्का फुल्का बाटोहरू बन्दैछ कति हिँड्नुपर्छ धुलेगौडा लिएर न त पनि कहीँ कति छैन फुल यति एक साइडको त पुरा भइसक्यो यता नभए यता यसो यसो गरेर गयो नि वहीँसम्म पिचको खैरेनी बाटो उता नि छ ब्रिज जाँदा ब्रिज बनाउने हो नि त्यहाँ मात्रै छ जहाँ पनि यस्तै बाटो काटिदिन्छ नि क्या नि हल्का रुवा पनि लगाइरहेको छ फेरि मलाई फेरि बाटो राम्रै छ गाडी त 100-120 मा दौडिन्छ अब त बाटो सब सम्बन्ध चाहिँ हाम्रो कोत्रेतिर आइ यहाँ कोत्रे हुँदै जानुपर्छ हामी अनि यहाँ चाहिँ बाटोहरू थोरै बिग्रिन्छ यो पुल नै बनाउँदै खानु गाह्रो त्यहाँको पुल पनि बनाउँदैछन् स्कर्पियो के भन्छन् अरे यो भीमा चोक हो भीमा चोक अरे यहाँ भीमा चोक
आएन सेता पहिला नाम कहाँ थाहा दिदी घर यतातिर हिँड्छ नि दिदी घर लक्ष्मी घर देखाइदिनु सेउली बजारबाट नाम त थाहा हुँदैन टोल भन्छ यसलाई यो त भीमा चोक थाङ्दी यसरी यसलाई के भन्छ अघि जानुपर्छ बाटो चाहिँ सब पिचै पिच छ क्या हामी त जान्छौँ कति मिनट छ त यहाँ 10 मिनट जति लाग्छ अरे फेरि हिँडेर जानुपर्छ अहिले अर्को गाडी त भइ जान्छ बाइक ल्याउनु पर्ने रहेछ बाइक चाहिँ 3-4 जना गाडी जाने बाटो यो हो त्यो गाडी गयो नि ठ्याक्कै कम्पनी पुग्छ यो गाडी ठ्याक्कै कति छ हाम्रो गाडी चाहिँ नलैजाम भनेर यता जान्छ अरे खोलो रहेछ नि त यहाँ यस्तो त्यो त पिछे हो नि भविष्यमा त पिच हुँदैछ गाडी जसमा चाहिँ पानी बोक्ने बाटो त्यही हाइवे त्यही हामी चाहिँ यता हिँडेर जानुपर्ने भयो कसरत नै गर्नु पर्दैन यस लोकेसन नि देखाउनु पर्यो नि त कता कता बाटो जानुपर्छ भनेर हिमाद बजार यही त अझै त भाइदारमा अब पानी डिलिङको लागि हिँड्नुपर्छ मार्केटिङ गर्नु पर्यो त थोरै पानी कम्पनी टक्राएर आफै थोरै हिँड्छ नि त बाटोबाट छोडेर हिँड्नु पर्यो हामीले घर घर भन्दा नि मेन अब ठुल्ठुलो कम्पनीसँग डिलिङ हुन्छ सुपर मार्केटहरू छ ठुल्ठुलो मार्केट घुम्ने अब हस्पिटल घुम्नु पऱ्यो 2-4 हस्पिटल पार्टी प्यालेस त्यसमा तारेर राख्ने कि हस्पिटल त साङसाङ राख्छ नि त किराना पसल भन्दा नि ठुल्ठुलो क्या रामपुर बुटोल जानु पर्यो भने मान्छेलाई छिटो अन्त छिटो यो बाटो पानी राम्रो पाल्पास त पुग्छ क्या अब रेसिङ झेरिङ पाल्पास हाम्रो यहाँ बजारमा आइएको चाहिँ पानी परेर यहाँ रहेछ त नि पानी परेर हामी त बजारतिर आयो त्यो भिमात बजारको भिमात बजारहरू छ होइन यता कता जाने बाबा यता यता हो हामी लोकेसन हुँदै जान पर्ने अवस्था हामी यता हिँडेर जानुपर्ने रहेछ
बाटो हिँड्दै जाने होइन। स्कुल पनि रहेछ यहाँबाट क्लोजमा पर्छ। बाटो चाहिँ क्लियर रहेछ जाने चाहिँ होइन। हामी चाहिँ यो बाटो यस्तो हिँडेर यसो जानु पर्दो रहेछ। यहाँबाट हुँदा चाहिँ भिमत बजार लगक्क भन्छ। दाजु यताबाट अन्त अब हामी यहाँबाट अब यसरी हिँड्न पर्ने अवस्था। तलतिर जाने बाटो यता पनि रहेछ। हामी सिधै यो बाटो हुँदै अनि ऊ त खास त मेन बाटो उता रहेछ होइन। त्यहाँ चाहिँ गाडी अलि हाम्रो गाडी अलि नाजुक छ नि त, त्यही भएर त्यहाँबाट हामी चाहिँ त्यतिर आइन्छ। हामी चाहिँ यताबाट यहाँ पुल रहेछ। ए यहाँ खोला जस्तै खोला पनि सल्ल रहेछ नि त होइन। खोलाहरू पनि मजाकै रहेछ नि त अनि सल्ल होइन। सेती नदी पछि हान्यो नि त टिभीतिर देखाउँदा। पछि टिभी एडभर्टाइज दिने बेला हाल्न पर्यो नि त। भन्नु न नि गरिदिउँ नि फ्रीमा त गरिदिइहाल्छ नि त मान्छेले म राइट। ओहो यो चाहिँ कति दामी सल्लाह हामी सल्लाह यस्तै गरेर त्यो पुलबाट तर्न पर्दो रहेछ हाम्रो चाहिँ होइन। पुलबाट तर्ने जाने बाटो चाहिँ कसत यहाँ हामी चाहिँ यहाँबाट पुलबाट यस्तो जानुपर्छ हामी होइन। त्यो सेयर हो मान्छे यहाँबाट यस्तरी हो त कति कमाउन सोच बनाएको होला। होइन कुनै किसिमलाई निकालेर धेरै नराम्रो गरे क्या। अब कति घन्टा लाइन जाने हो थाहा छैन। मोबाइल पनि चार्ज हुँदैन खतरा। यहाँ चाहिँ यस्तो चाहिँ ए हल्लिँदो रहेछ खतरा यार होइन। यहाँबाट चाहिँ अलिक उता आउनुपर्ने यहाँ अलिक गुप्पा ठाउँमा रहेछ क्या भित्र गुमसुम ठाउँमा। अलि भित्रपट्टि रहेछ कुनामा कुनाबाट हेरौँ कस्तो छ होइन। कुना रहेछ। अब गर्मी लाग्छ ल कतिको इक्जाम हो मामा 10 को? पानी त टन्नै छ नि जति गरे नि। पानी सेतीको पानी सल्लाह सब पहिरो सहिरो गर्छ। यहाँ चाहिँ अब यता जानु पर्यो हाम्रो सोच चाहिँ
यहाँ त रेस्टुरेन्ट रहेछ यस्तो हेर न अहिले चाहिँ बन्द भएछ पछि गएर ओपनिङ हुँदैछ होइन यहाँहरू चाहिँ हाम्रो के छैन पानी पनि यस्तै रहेछ चिल रहेछ नि त नि ओहो यस्तरी बस्ने ल हजुर अब ओपनिङ हुँदैछ अरे यहाँ पनि यहाँ चाहिँ फ्याक्ट्रीतिर आइयो बनाउँदैन हल्का फुल्का सामानहरू गर्दै गरिन्छ फ्याक्ट्री सामान यहाँ पानी लगाइन्छ यहाँ हाम्रो यता हुन्छ यो भरि हो हाम्रो हो नि यहाँ चाहिँ नि यो चाहिँ हाम्रो अफिस हाम्रो अफिस बनाउँदै हामी यहाँ चाहिँ अब यो चाहिँ हाम्रो पानी हो बत्तलिए हुन्छ नामट्याग यहाँ साथी भनेको हाम्रो हुन्छ होइन पानी मिठै छ क्या तपाईँको प्याज मटाउँछ यहाँ चाहिँ यो चाहिँ हाम्रो अहिले अफिस बन्दैछ यहाँ निस्किँदैछ गाडीको टायर यहाँसम्म आउँछ अनि ठ्याक्कै यहाँ बस्ने यो चाहिँ हाम्रो ठाउँ त्यसरी यो गाडी आउने बाटो यो फेरि छुट्टी हो दाइ यो छुट्टी हो ए यहाँ चाहिँ यसरी हाम्रो फ्याक्ट्री कुमसाम ठाउँमा छ गाडीहरू यस्तरी आउँछ होइन यो हाम्रो फ्याक्ट्री भयो यहाँ फ्याक्ट्री हाम्रो बन्दैछ अब मिसिनहरू आउँदैछ नि त अब कति 15-16 दिनपछि हाम्रो मिसिन आउँदैछ पानीको अनि यहाँ भयो भने यहाँ ढल्नु गर्दैन कि यस्तो माटो राख्ने त्यस्तो हुन्छ न फ्याक्ट्री पनि तपाईँहरूलाई देखाइयो अब चाहिँ 20-30 दिनपछि हाम्रो चाहिँ यो सम्पन्न हुन्छ त्यसपछि अनि ओपनिङ गर्ने बित्तिकै अनि तपाईँहरूलाई कन्ट्याक्टहरू छोडिदिन्छौँ होइन तपाईँहरूले पानी चाहियो भने चाहिँ कन्ट्याक्ट गर्नु होला पानी भरियो त पानी भरेर पानी दिएको छ
यहाँ चाहिँ मामाले ट्र्याक्टर यस्तो खतरनाक छ ड्राइभरले नसकेर मामाले यस्तो खतरनाक चलाइन्छ अब सिधा लिएर आउनु मामा अब चाहिँ काफलहरू पाइँदो रहेछ होइन म यसो अब काफल खोल्नु आएको क्या काफल छ यसमा यहाँ त रहेछ उहाँहरू चाहिँ काफल गाउँमा काफलले फेरि कस्तो अप्ठ्यारो ठाउँ बोक्यो यार ओहो काफल खतरा रहेछ नि त यार होइन उसका भी काफल हो जा काफल पाक्यो भन्ने कारण छ नि डेन्जर रहेछ नि हातै यहाँ उता हात कालो छ क्या मिठो खतरा ढुक्कै भएर चाहिँ कालले भएर बसेको छ जाए नि यहाँ काफल खाना आउनु त्यस्तो भइसक्यो एक प्लास्टिक जति प्लास्टिक टिपिसक्यौँ हामीले यहाँ काफल चाहिँ एकदम मिठो छ यार काफल काफल यहाँ रुखै भरि कति यहाँ काफल त टन्नै रहेछ कि त्यहाँदेखि काफल छ सबैजना ठुलो उहाँ काफल त्यहाँ पनि रहेछ हात हेर न हात चाहिँ कालो भइसक्यो एकदम दामी छ काफल एकदम मिठो एक प्लास्टिक 2000 कति 60 सालतिरको याद आयो काले त्यो कालै खाकि सबै 2060 सालतिरको बहुत याद आयो कालो कालले हो यार हात तिमीले कति कालले खाएको सबै है कालो क्या सब पाकेर कोही खाने मान्छे नभएपछि यस्तो क्याने हेर्नु रुखै भऱ्यो कालै हर बस्यो एक प्लास्टिक भइसक्यो अब टिपिन्छ सब टिपिन्छ नि देखाउँछ ल है रुखमा बसेर दाइ कपाल यस्तो खाँदै हुन्छ यहाँ हाम्रो नि त यहाँ टन्नै टिप्यो डाँडे भयो अझै टिप्ने हो ऊ त्यहाँ थियो उता नि गर्छ हात न हात भयो यहीँ आइज यत्रो यहाँ सब कालले हो नि त त्यही माथि कति एक प्लास्टिक हुन लागिसक्यो यार मिठो रहेछ कि जस काफल चाहिँ जस दामी मिठो यहाँ त निस्किन खाने जस्तो छ रहेछ यहाँ नि छ्याल कति पनि काफल त्यहाँ टिप्न सकिन्न काफल त टन्नै छन् कति हैट एक प्लास्टिक हुन लाग्छ टन्न लाएर भयो कालै यस्तो मात्र कालो हेर्नु ओहो अस्ति कालो हात पनि यस्तो भइसक्यो टिप्दा ओहो हट धेरै भयो आएको चोटि हामीलाई कहाँ थियो हात हेर्दा नि त हात का मेरो फेभरेट कलर हो
काफल धेरै छ होइन बाख्रा काफलहरू ओ कति धेरै दाइ ऊ काफल उतै जाने मिल्छ गइदिउँ अहिले जाने होइन होला क्या उतै ओइ काले यहाँ होटल रहेछ रेस्टुरेन्ट रहेछ यो चाहिँ पछि अहिले हालसालै यहाँ राखेर स्विमिङ खेल्नुपर्छ होटल म खोल्नुपर्छ क्या होटल ओ यहाँ त छ्यालब्यालै रहेछ त अनि ओहो यहाँ कत्रो यहाँ ए गाँजाको रुख नि रहेछ यहाँ चाहिँ गाँजा यस्तो ओहो यहाँ त दाइ काफल टिप्न आउनुहोस् है काफल टिप्न आउने काफल कत्रो यार काफल यार ए ठुल्ठुला रहेछ नि यार ओरिजिनल काफल यहाँ कत्रो ठुल्ठुलो यार त्यही काफलको बगैँचामा पाइएछ सब थोक पानी पनि खानु पाइने काफल पनि छ्यालबेलै कति हो कति यहाँ काफल त्यहाँ काफल हेर्नु त कत्रो कत्रो हो यो हो कालै कालो चारैतिर छ्यालबेलै 2-3 प्लास्टिक हुन्छ क्या हेर्नु सबै के यो पुरै के काफलै काफल क्या कति काफल यहाँ नि काफल त्यहाँ नि काफल यस्तो झ्याङझ्याङ गरेर काफल टिप्न दाइले हेर्नु यत्रो नि कति हो कि काफल आमाको हात यस्तो भइसक्यो टिप्दा टिप्दा ए भाइ त कत्रो कत्रो यार दाना पनि ठुल्ठुला ओ माउसी रे प्लास्टिक ल्याउनु त प्लास्टिक खोज्नु टन्ने रहेछ काफल त्यहाँ त अनि लिएर जानु पर्यो ए म त यस्तो काफल उता खाँकिरहेको टन्ने एक प्लास्टिक हाम्रो चाहिँ काफल दुई प्लास्टिक बोक्यो दाइ म ड्याडी राइट खतरा तल्ले धेरै गुली खायो नि त काफल त टन्नै छ्यालवाले अझै यहाँबाट चाहिँ निस्कियो हामी चाहिँ अब जान पऱ्यो घरतिर लाग्नु पऱ्यो आजको दिनभरिको काम भनेको मेरो काफल उठाउने काम टिप्ने काम भयो अब यहाँबाट चाहिँ भोलि पर्सि आइन्छ आएर चाहिँ फेरि काफलको अन्त्य गरिन्छ चिरस कति खोर है यहाँ टिप्यो सी डाइरेक्ट त्यहाँ गएको भए यहाँ पनि टिपेको यहाँ पनि टिपेको यहाँ पनि टिपेको अनि उता गएको क्या हामी पानी यो पुरै भरिन्छ अरे जब पानी आउँछ नि सब खोला यहाँ त काफल त कति हो कति हरियो रुख जति सबै काफलै काफल पर्स्याएर 3-4 प्लास्टिक भोरेले जानु पर्यो होइन आजको लागि यति नै खाजाले खाइयो सबै गरियो यहाँबाट चाहिँ अब हामी फर्केर लागिन्छ होइन घर अब कोही काम छ त्यसको काफल पनि पुरै सबै टुक्राइयो अब यहाँबाट सिधै घरतिर लाग्नु पऱ्यो भोलि पनि फेरि भेटौँला नेक्स्ट भिडियोमा आजको लागि बाई बाई।